सोल्टिन अब अहिले यो लाइफमा यताउता होइन तपाईँ फेरि अलिक गेम जोड्नु लाइफहरू गरेर ठ्याक्कै अब गेम सुरु हुने नै बेलामा अलिकति 15-20 मिनट अगाडि खोल्नु त नै हुन्छ कोही कोही फेरि त्यो आइडी नै बिहान भयो भने फेरि समस्या हुन्छ है विचार गर्नु सल्लाह हुँदैन दाइ यसको आइडी एकदम बलियो छ दाइ आइडी त हुँदैन सुन केटा एउटा कुरा म भनिदिन्छु केटा यता भएको जतिजना 11-1200 छ नि तिमीहरू अहिले उता नगए पनि तर चाहिँ फलो गरिराख है उता साकुराको प्लस आइकन दबाएर राख केटा है एकछिनमा है सबैजनाले बुझ्यो नजर च्याट सबैजना है लेट्स गो कमान सबैजना दुईटा नेपाली चेलीहरूको बिग म्याच बर्थडे म्याच छ होइन अब यो च्यालेन्ज म्याच हुने यो कस्तो भने मतलब एकदमै त्यस्तो नै होइन दुईजनाकै बर्थडे म्याच परेर सबैले आफ्नो मान्छेले सपोर्ट राम्रो गरिदिनु सक्यो त होइन अनि अब पछि पलिसमेन्टको कुरा दुईजनाको दिदीबहिनीको सल्लाह हो तपाईँहरू अब कसरी गर्ने के गर्ने तपाईँहरू ठाउँमा होला अब होइन अब यसमा हामीले धेरै बोल्दैन राम्रो हुँदैन होला मैले दुईपट्टि चिनेको हिसाबले कन्भिन्स गरायो भने हुन्छ भनेको सोचेर मैले बोलेको अब हुन त होइन तपाईँको इच्छा हो जे गरिने होइन ता कुरा सोध्नु नि है ल म अहिले निस्केँ ल हुन्छ ल ल ओके बाई हुन्छ जित्नेले के गर्छ नि भनेर सोधिरहेछ यता हेरे जित्नेले पुती देखाउँछ ल अब भयो यता सुन केटा हो है तिमीहरूलाई होइन यता आएर ट्याप हान्यो माचिने 1000 जना भन्दा क्रस बढी भयो भने मान्छे क्रस भयो भने मैले माचिने चिकेको देखाइदिने भयो आज माटो नि ल तिमीहरूलाई है सिधा कुरा है गिफ्ट सिप हान्नु पर्दैन केही गर्नु पर्दैन बङ चिकेको देखाइदिन्छु तिमीहरूलाई ल 1000 जना हुन आउँछ यतापट्टि जिस्केको होइन केटा हो मैले बोलेपछि बोल्यो के लिएछ त्यता ट्याप चाहिँ हान है केटा हो ट्याप चाहिँ हान आउन त सबैजना यता आउनु न कोही आउँदैन त मुजीहरू के नपत्याएको हो कि के हो बाटो राणा त आउनु भयो त उहाँको ड्याडी खै त म के अरे म मम ड्याडलाई लप पारौँ क्या जाँठा के गर्यो अरे लभ गरौँ मम ड्याडलाई ठोकौँ क्या हो मम ड्याड यस्तो हो क्या राणा दाई होइन मैले चाहिँ गरिदिएको भने यता आउनु न यता भइहाल्छ यो साकुराको लाइफमा अहिले 1K भन्दा माथि भ्युअर्स भयो भने चाहिँ एउटा चिगामारी कार्यक्रम चाहिँ देखाइदिने होइन मैले त्यहाँ होइन भेटाएको छु कल्याण बजारमा भेटाएँ कल्याण बजारमा कार्ड खुलेछ आजदेखि 1K त नर्मली भइहाल्छ नि 1K त नर्मल हो नि भइहाल्छ नि एकैछिनमा के अरे टिकटक भाइ लाइभ खुलाएर ल्याउनु त मान्छे अलिकति अरे मान्छे मैले त अगाडिदेखि पेल्दिन लाग्छु त साकुरालाई आइहाल्छ क्या मान्छे होइन आएको त्यसो भए आउनु नि त हामीसँगै भेट्नु पर्छ ल मैले इन्भाइट गरेँ नि त नोभेम्बरको 28 तारिक चन्दनको बे छ म पनि यहाँबाट जाँदैछु आर्जुसँग म कहिले रेला गर्छु क्या हो मेरो टिकट हेर्ने ल एडभान्समा कङ्ग्रेचुलेसन तपाईँ पनि आउनु होला यहाँ भएको जति भ्युअर्सहरू सबैजना आउनु होला नोभेम्बर 28 तारिक चाहिँ चन्दनको बेमा जन्ती जानुपर्छ जन्ती पनि कहाँ पो जाने र हजुर तपाईँ टिकट क्यान्सल गर्नु कि बरु नोभेम्बर पछाडि जानु डिसेम्बरको मिडलमा जानु भन्छ नि उसले टाइम आएको छैन अलिकति लङ डिस्टेन्स छ भनेर होला मलाई चाहिँ अर्ली इन्फर्मेसन दिएको उसले होइन गाइस तल डेट बिर्सिनु हुन्छ है म बिर्सिन्छु होला नोभेम्बर 28 तारिक लेख्नु है नोभेम्बर 28 तारिक ल चन्दु खुसी लाग्यो यार कति दुःखले बल्ल बल्ल केटी भेटाएर बे गरेछ चन्दनले रेणुका चाहिँ अलिकति लेट हुनुभयो नि त होइन म त तपाईसँगै बिहा गर्ने भने त्यही त लेट हुनुभयो कि नभए हामी पनि दुईजना त एकै ठाउँ बस्दा भइहाल्थ्यो होरतिर परतिर होइन हामी दाजुभाइ तपाईँहरू दुईजना